नमस्कार, म देवीचन्द्र आचार्य। यो चाहिँ ओखर कलमी, अन्य कलमी, नास्पति कसरी मेलमा कलमी, अन्य तपाईँ लास्टसम्म भिडियो हेर्न सक्नुहुन्छ। हेरेर चाहिँ लाइक सेयर कमेन्ट गर्नु नबिर्सनु होला। यो काठे ओखर ठुलो थियो। यसमा चाहिँ आराले बराबर काटेर बाहिरी बोक्रामा यो नच्यातेर बाहिरी बोक्रामा यो दाँते ओखर ल्याएर दाँते ओखरको डाला ल्याएर चाहिँ कलमी गरेको, ग्राफ्टिङ गरेको। यो सक्सेस भएको छ। यो तुरन्त ओखर लाग्छ। यो लगभग 3 वर्षभित्र ओखर लाग्छ, किनकि यो जम्मैको रस यसमा गएर ठुलो पनि छिटो हुन्छ। काठे ओखरमा यसरी कलमी गरिँदो रहेछ। मैले आफै गरेको। अरू अन्य हेर्नुको लागि चाहिँ लास्टसम्म यो भिडियो हेर्नु होला। हस् त, नमस्कार। यो जुम्ला तातापानी 6 हियाँ खोला देवीचन्द्र आचार्यको स्याउ बगैँचा। यो स्याउ नफलेर दिक्क बनायो। यो रुखले चाहिँ काटेर फल्ले हाँगा ल्याएर यसमा कलमी गरिएको छ। यसरी अङ्गुरहरू पनि छ, बगैँचाभित्र अङ्गुर पनि लगाइएको छ। सब चिज लगाउनु पर्ने रहेछ, फलफुलहरू। यो चाहिँ गराहरू बनाएको छ। गरा भन्दा हामी चाहिँ क्यारी भन्छौँ। क्यारी बनायो जब त्यो माटो नबगोस्, माटो बगेमा राम्रो हुँदैन। यो अमिलो स्याउमा रोयल स्याउ चाहिँ गोल्डन स्याउमा रोयल स्याउ कलमी गरेको। यो पुरा सबै हाँगा कलमी गरेको हाँगाहरू पनि पलाइरहेको छ। अब गोल्डन स्याउ बगैँचामा छैन भने यसरी कलमी गर्नुपर्छ। हाँगा चाहिँ काटेर च्यातेर बिचमा हालेर यसरी कलमी गरिन्छ। यो गोल्डन पलाएको छ। भाले स्याउको आवश्यक पर्छ। रोयल स्याउलाई जुन गोल्डन स्याउको आवश्यक पर्छ। भाले पोती भन्ने हुन्छ। भाले स्याउ हरेक बगैँचामा हुनुपर्ने हुन्छ। यस्तो क्यारीहरू बनाउनुपर्छ। माटो बगेममा चाहिँ यसको बिरुवा चाहिँ राम्रो हुँदैन। क्यारी बनाएर चाहिँ बिरुवा लगाउनु पर्दछ। हामी त्यसै भिरालो पाखामा लगाएर छाड्ने गरेपछि फल दिँदैन पर्याप्त मात्रामा, सजिलो जस्तो। यो बगैँचा हो, स्याउ बगैँचा। देवीचन्द्र आचार्य। यो अर्को बगैँचा देखाउँदैछौँ। अर्को बगैँचा पनि एकातिर स्याउ छ भने अर्कोतिर ओखर पनि लगाइरहेको छौँ। यता स्याउ छ, अब अर्को साइडतिर ओखर पनि छ, स्याउ पनि मिक्स छ। अब यो अर्को साइड पनि देखाउँछु म तपाईँलाई। यो चाहिँ अर्को साइडमा ओखर, स्याउ, नास्पाती छ। यो ओखर हो। ओखर चाहिँ लगाइरहेको छु। यो मेलमा नास्पाती कलमी गरेको। यो मेल पनि त्यसमा नास्पाती कलमी गरेको। यत्रो भइसकेको छ नास्पाती। मेललाई चाहिँ उपयुक्त गर्न जान्नुपर्दछ। यो ओखरहरू लगाएको छु, दाँते ओखरहरू। एउटा ओखर बगैँचा, एउटा स्याउ बगैँचा छ। स्याउ पनि यसमा मिक्स छ। यो ओखरहरू पनि छ। तपाईँलाई देखाइरहेको छु, अन्तिमसम्म हेर्दै जानु होला। यो कसरी त के गर्ने भन्ने बारेमा पनि छ यसमा कलमी। अब यो ओखरहरू चाहिँ सानो बिरुवाहरू पनि छ, ठुलो बिरुवाहरू पनि छ। ओखर लाग्ने त भएको छैन। यो मेलमा गोल्डन स्याउ कलमी गरिदिएको कस्तो हुँदो रहेछ भनेर गोल्डनको एउटा दाना पनि लागिरहेको छ। मेलमा कलमी गरेको एउटा दाना गोल्डन पनि लागिरहेको छ। यो चेक गर्नको लागि हो। हुँदो रहेछ क्या हो जस्तो लाग्यो। हुँदो रहेछ। यो आरु अन्य यो काम नलाग्ने आरुमा बखडे आरु भन्ने गर्छौँ हामी। यो त्यसको कलमी गरेको आरु पनि लागिरहेको छ, दाना पनि लागेको हामी देख्छौँ। फलफुल पनि हुनुपर्छ, सबै चिजहरू हुनुपर्छ। ओखर यो च्याङ्लर ओखर मैले ल्याएको थिएँ। त्यो च्याङ्लर ओखर 3 फिटदेखि हाइट जाँदो रहेनछ। 2-4 दाना मात्रै लाग्दो रहेछ, काम लाग्दो रहेनछ। च्याङ्लर ओखरमा चाहिँ बाहिर बोक्रामा अर्को दाँते ओखर ल्याएर कलमी गरेको। दाँते ओखरको डाला हाँगा काटेर कलमी गरेको जस पलाइरहेको छ। तल च्याङ्लर ओखरको जरा भइहाल्यो। माथि चाहिँ दाँते, हाम्रैतिरको लोकल दाँते कलमी गरिएको छ। पलाएकै छ। यो च्यातेर हालेको पलाएको छ। यो च्याङ्लर ओखर राम्रो हुँदो रहेनछ। त्यसलाई काटेर चाहिँ
हाम्रै ओखर दाँते ओखर कलमी गरिएको छ। यो मेलमा नासपति कलमी, एउटा हाँगा नासपति छ, एउटा तल मेल माथि नासपति, फेरि नासपतिमा फेरि गोल्डन कलमी, नासपतिमा गोल्डन स्याउ कलमी गरिएको छ। यो पलाएकै छ, जस राम्रै छ। मेलमा नासपति कलमी, नासपतिमा फेरि गोल्डन कलमी, एउटा हाँगा चाहिँ नासपति राखेको छौँ, अरू चाहिँ गोल्डन कलमी गरेको छौँ। यो पनि चेक गर्नुको लागि कस्तो हुँदो रहेछ। अहिले पलाएकै छ, हाम्रो पलाएको छ यो गोल्डन कलमी। जस खेती गरे भविष्य चाहिँ राम्रै छ। दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ। यो स्याउ पनि मिक्स छ यसमा, यो स्याउ पनि मिक्स छ। पानी हाल्ने काम पनि अब अन्तिम चरणमा छ। म देवीचन्द्र आचार्य, जुम्ला।